कारगी सावधान बसिने उठिने काट्छन् पहिला चक्कुले राख्दै नि चक्कुले काट्छन् चक्कुले काटे खतरा हुने हो ताला ताला हलाउने हो परोटा पकाएर ठ्याक्क गोलो बनाउने ट्याक्क काटेर कुना 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 त्यो पनि बनाउनु सिक्ने हो त हामीले पत्थर त जान्दैन पत्थर त मुनिस पत्थर देख्यो टेन्सन नै पत्थर चाहिँ देखाएको यो उसलाई सोध्दा म रोटो पाक्नु भइगयो हे हाम्रो गयो पकाउनु निक्करी भयो हाल हालै पुण्य ल्याएछ ठिकै छ यो पाक्ला हैन पुण्यले पल्टाउनु हो तेल खै तेल यहाँ छ तेल त ताको तेल त ताको तेल हो कसो कसो भने तपाईँले तँलाई सिद्धो भयो पाकेन गाह्रो छ आलु हाले फुटिजान्छ फुटिन हेर्न कसो भने तपाईँले म यो पुरा पहिला रोटी बनाउने होइन त्यसलाई काट्ने ट्याक्क चक्कुले त्यतिकै घिउवाला हाल्यो भने चाहिँ यो चाहिँ तिनकुने हुने भने त्यसरी यो त 4 गुणे भयो जस्तो छ बिस्तारै पाक्को थियो मजा बाक्लो छ काँचा हुँदैन होइन अन्त ओ प्लास्टिक सजिलो हुन्थ्यो प्लास्टिक यति पुग्यो पुग्यो ल अब काट्नुलाई पुरै वारपार नाइ वारपार होइन होला काट्नु 5 स्टार होटल का कुक हुँदा यार अब त्यही भयो तीन कुना भयो नि त कुनै कुना भएन कहाँ त यार भिन्न बुवा भयो तेल लाने तेल ला पट्टैमा भएन यार त्यो यार हो यार कुनै कुना हुने भत्र ल तेल लाएमा त्यो त नान बनाउन यो मसला काम हाल्ने अब यसलाई उ गर मजाले तिमी यसरी हो कि लाउनु माथिमी कुना कुना अनुसार लैजान सबै बराबर के ल्याउनु परोटाको माथि नै हो कि तल हो कता हो लाउनु तेल कति बेला हाल्यो यो चाहिँ अब चाहिँ यो अर्को हेरि नै कुना कुना बनाउने खासमा यो विभिन्न आयतकार अष्टकोण षष्ठकोण कता बनिन्छ यो कुन कोण भयो त यो लम्कुनी खाने बेला गोलो कोर हुने हो अब त्यो आज फेरि पछाडि पऱ्यो उही बराबर आइसक्यो बेल्ने बेला 3 कुने गरे बेल्ने हो कि अब बना एक कुन यताले जा एक तले जा एक तले हो जाने नो गाइस परोटा पाके साथीहरु टुक 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 बिल्लु बार होटल का कुक मान्नु नि हुन्ला छ त परोटा जस्तो धौकुच्चे जस्तो हुन्ला छ यार त्यो यसो भयो के छेउतिर मसला नपुगे जस्तो भयो आइटम पुग्यो छेउतिर पाकेन काँचै होला फेरि मायाकुरी फेरि रातै टोयलेट होला म यसरी बनाउँछु कि अब मेरै जस्तो घरकै जस्तो कि अब यो त बडी हो नि त त्यसलाई मसला बाक्लो भएर त्यस्तो भयो एकै ठाउँमा भएर यहाँसम्म मसला छैन यो सबै छैन ठिकै छ के मजाक भयो यार मजाले बना मजाले तेल हाल्ने रे तेल हाल्नु अझ नाइ तेल हाल्ने र हल्का हल्का हाल्नु अन्त चामल ल्याउनु पर्छ चम्मच चम्मच छ चम्मच पाक्यो परोठा पाक्यो पल्टा पहिला मजाले पाक्नु स्लो यति मात्र मसला छ यता छैन अब मसला फिजाबाट हाल्ने अब फिजाएर हाल्नु कि पुरा फिजाएर हाल्नु पर्ने